नमस्कार सम्पूर्णमा। जङ्गबहादुर राणा नेपाली इतिहासको एक शक्तिशाली र निरङ्कुश राजा हुनुहुन्थ्यो। उहाँको जन्म 1874 असार 5 गते काठमाडौँमा भएको थियो। उहाँको बाल्यकालको नाम वीर नरसिंह कुँवर थियो। पछि उहाँले आफ्नो नाम जङ्गबहादुर राणा राख्नुभयो। जङ्गबहादुर राणाले आफ्नो जीवनको सुरुवात सैनिक सेवाबाट सुरु गर्नुभयो। उहाँले दरबारमा आफ्नो बुद्धि र साहसका कारण बिस्तारै ठुलो पद प्राप्त गर्दै जानुभयो। त्यो बेला नेपालमा दरबारभित्र झगडा भइरहेको र राजा रानी र भारदारहरू बीच शक्ति सामर्थ्यको बीच झगडा भइरहेको। विक्रम सम्वत 1903 मा नेपालमा इतिहासमा प्रसिद्ध कोत पर्व सुरु भयो। यस घटनामा धेरै भारदारहरू आएका थिए। त्यस घटनामा भारदारहरूको मृत्यु भयो र त्यसपछि जङ्गबहादुर राणा सबैभन्दा शक्तिशाली व्यक्ति बने र नेपालको प्रधानमन्त्री बन्न सफल हुनुभयो। त्यस घटनापछि नेपालको राणा शासन सुरु भयो। प्रधानमन्त्री बनेपछि जङ्गबहादुर राणाले देशमा धेरै सुधार ल्याउने प्रयास गर्नुभयो। उहाँले मुलुकी सेना जारी गर्नुभयो। नेपालमा कानुनलाई व्यवस्थित बनाउनुभयो। त्यसले देशमा नयाँ न्याय प्रणालीलाई केही हदसम्म सुधार गर्यो। जङ्गबहादुर राणा बेलायत जाने पहिलो नेपाली शासक थिए। उनले बेलायत र फ्रान्स भ्रमण गरेर त्यहाँको विकास, शिक्षा र प्रशासनको अध्ययन गरे र त्यो नेपालमा लागू गर्ने प्रयास गरे। तर उनको शासन पूर्ण रूपमा लोकतान्त्रिक थिएन। जनताहरूले स्वतन्त्र रूपमा बोल्न पाउने थिएनन्, आफ्नो कुरा राख्न पाउने थिएनन्। सबै अधिकारहरू राणाका छोराछोरीलाई मात्रै थियो। त्यसैले उनको शासनलाई कडा र निरङ्कुश पनि भनिन्छ। उनको मृत्यु 1933 फागुन 1 गते भएको थियो र उनलाई नेपाल इतिहासको एक शक्तिशाली शासक र निरङ्कुश शासक भनेर चिनिन्छ। हस्त, धन्यवाद, नमस्कार।